अहिले पो गाउँघरमा गाडी आयो अनि गाडीले प्राय ढुङ्गा बोक्छ त। सुँगुरसँग सेल्फी खिच्दैछु है मैले, हेर्नु है सुँगुरसँग सेल्फी खिचेको। हेलो माई बोइज, लिसन, नाउ आई एम गोइङ, आई विल कम ब्याक 5 o'clock इभिनिङ। ओके, पहिला पहिला हाम्रो बाउ बाजेको पालामा त पुरै ढुङ्गै बोकेर घर खडाइदिन्थे है। गुच्चो मेल मेल चाहिँ छैन, धेरै छैन खसी गरेको। मालूम है तेरे बाप को मत सिखा, चल। देखा आपने लापरवाही का नतीजा है। 50 51 Hello everyone, welcome to my another video. Please don't forget for subscribe my YouTube and like, comment, share. Also सबैजनालाई नमस्ते, म चाहिँ बिरन दाइ। मेरो च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला अनि सक्नुहुन्छ भने लाइक, कमेन्ट, सेयर पनि गरिदिनुहोस् है हजुर भन्न चाहन्छु। र आज चाहिँ म कस्तो खालको भिडियो देखाउन खोज्दै छु भन्दाखेरि तपाईहरुले टाइटल, थम्बनेल, हाइलाइट हेरेर पनि थाहा पाइसक्नु भएको छ। र आज हामी बाउ र मैले चाहिँ वाल लगाउँदैछौँ सुँगुर खोर्नी। र बर्खाको ठुलो झरीमा भत्की झरेको थियो अनि अस्ति आधा लगाएको थियौँ अनि ढुङ्गाले पुगिरहेको थिएन अनि ढुङ्गासुङ्गा बोकेर चाहिँ ठ्याक्कै आज चाहिँ हामी फेरि यो वाललाई फिनिसिङ गरिदिने भनेर चाहिँ यहाँ बौरोमा आएको छौँ। हामीले सुरु गरौँ, फर्स्टमा माटो हाल्नु पर्ने रे। यो ठिक्क माटो अस्ति मैले निकालिराखेको थिएँ कि यहाँ। अब माटो यसले पुग्दैन भने तल बाटो ल्याउने हो। हिजो मैले यो ढुङ्गा बोकेको होइन, मेरो ढाडे यतापट्टि फिर्सिगयो। मलाई के फिल भयो भने अहिले पो गाउँघरमा गाडी आयो अनि गाडीले प्राय ढुङ्गा बोक्छ त। पहिला पहिला हाम्रो बाउ बाजेको पालामा त पुरै ढुङ्गै बोकेर घर खडाइदिन्थे है। अनि कसरी चाहिँ बोक्थेन क्या त्यो जमानामा होइन। म त अचम्म माने क्या त्यत्रो। अब यो यति ढुङ्गा बोक्नुलाई मेरो ढाडै पिल्स्यो भनिसकेपछि त्यो यत्रो घरहरू ढुङ्गा बोकेरै डोकोमा बोकेरै घर खडाइदिन्थे। मैले सोचेँ होइन कसरी काम गर्थेँ, कसरी बोक्थेँ। म अचम्म परेँ क्या, मेरो ढाड पिल्सिरहेको थियो यतापट्टि क्या। त्यस्तो त्यस्तो है पहिलाको बुढा पाकाहरू एकदम दरिलो थिएछ भन्ने चाहिँ मलाई लाग्यो। ठुलो उ गर्ने नै भनेर ढुङ्गाले यो ढुङ्गा ल्याउनु ढोकोमा गाह्रो है। न दुईटा त्यहाँ ल्याउँ होला कि न दुईटा पछि हो न त्यहाँ पछि पछि दुईटा यतिलाई मौसम कता होला भयो मिठिरहन्छ ती मोटै। हाम्रो चाहिँ एक सली चाहिँ ल्याइसक्यौँ हामीले, फर्स्ट सली। तर स्टार्ट चाहिँ अस्ति नै गरेको हामीले। अनि बाउले यसरी लाउँदैछ यहाँनिर। म चाहिँ यसो ढुङ्गाहरू पास गर्ने अनि वाल पनि लाउनु त लाउँछु दुःख सुखको म नि। अनि अहिले घाँस काट्नु म तल जानु छ, त्यहाँ तल हाम्रो राँगहरूले घाँस काटेर म आउँछु। वाल कसरी लाउनुपर्छ गाइस, पहाडमा हेर्नु है, यहाँ यसो लाउनुपर्छ है। हाम्रो सुँगुर पनि मजाले सुतिरहेछ।
हामीले चाहिँ यति लगाइसक्यौँ है गाह्रो सक्नुहुन्छ है यो टक्कै होइन यो मान्छेलाई गर्नु लगाएको भए यहाँ 10,000 जति मागिहाल्थ्यो क्या त्यही भएर अझ मान्छेले गरेर हुँदैन भनेर चाहिँ हामी बाउरमैले गरिदियौँ म चाहिँ फेरि हाम्रो राँगाहरूलाई घाँस हाल्न जाँदैछु माथि वाल लाउँदै थिएँ त बाउरमैले एकछिन गएर वाल पनि लाउने नै हो यो चाहिँ केरा यो चाहिँ घर केरा यो पहाडको एकदम लोकल केरा यस्तो मिठो हुन्छ यार आमै खतरा यो चाहिँ फल्छ नि फेरि फल्नु त यो अहिले सिजन होइन नि त यसको म चाहिँ जाँदैछु ठक्कै पर गएर तल गएर तपाईँको चाहिँ ऊ गरेर अब म राँगोलाई घाँस दिन्छु राँगोलाई घाँस दिएर काटेर रुख तल ठुलो रुख छ नि त्यो रुख माथि चढेर काटेर झारेर आफ्नो छ गाइस क्यामेरा चाहिँ एकदमै टाढा राखेको छु कि मैले माथिल्लो तालामा होइन कति क्याच गरेको छ कि छैन मेरो आवाज क्याच गरेको छैन छ कि छैन है यसैले झार्नु छ हावा चलिरहेको छ एकदम हामी त बाँदरै हो बाँदरै बाँदर बराबर हो पहिला यो सबै त झार्दिनँ नि त थोरै थोरैमा चाहिँ झार्छु यसको चाहिँ यस्तो गेराहरू हुन्छ यो गेरा चाहिँ पाकेपछि यस्तो मिठो हुन्छ फेरि पाकेपछि रातो रातो हुन्छ नि त योभन्दा ठुलो ठुलो यत्रो यत्रो गेरा हुन्छ होइन रातो हुन्छ खान मजा आउँछ यो अहिले चाहिँ हरियाइ छ झुम्का लगाउँगा ए तेरी कसम आजलाई यति नै गाइस यसले दिउँसो पुगिहाल्छ अब रातिको लागि तल दिउ झार्छु त्यो दुधुरा झार्छु बचाऊ 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 आया ए बचाऊ न मलाई बचाऊ म झुन्डे बचाऊ 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 यसमा त 50 51
आपत पऱ्यो। ठुका लगाउला तेरी कसम तेरी कसम। हाम्रो राँगाहरू यो चाहिँ सानो राँगा, यो चाहिँ ठुलो राँगा र मैले लिएको घाँस यहाँ राखिसकेँ। अब म पानी पिलाउँछु। यो पानी पिलाउँछु अनि यो घाँस खुवाउँछु। यो गाई भैँसीले चाहिँ जाडो महिनामा धेरै पानी खान्छ क्या, गर्मी महिनामा भन्दा पनि जाडो महिनामा चाहिँ पानी धेरै खान्छ। त्यसले धेरै खाएन, अलिकति फोहोर भयो भने यो खाँदैन। अलिक फोहोर भयो भने यसले खाँदैन र मैरहेको फोहोर भयो क्या हो पानी भाइ आज ड्रिङ्क वो दमदार। यसले त मलाई त हान्यो त। बाबा मसँग हात लाउने मलाई यसले पानी नै खाएन गाई, भरे खाउँला। यो घाँस खाउँछु। चम्किला पानी कम खायो। यो अलिकति घेरा त घेरा समात्नु खोजेको आगे भइजाथी। यसको मैले होइन घेरा समात्नु खोजेको दिँदैन। अब यो त एउटा ऊ छ नि, यसले त फेरि घेरा समात्न दिन्छ कि जस्तो लागिरहेको छ मलाई। लेट्स सी गाइस, यसको म घेरा समात्छु है त। रागु यसले त फेरि गाइस घेरा त मजाले समात्दै दिन्छ यसले त। पहिला यही रागाको घेरा देखाएर मैले 1500 रुपियाँ नेपाली 1500 रुपियाँ कमाछु यही घेरा देखाएर। त्यतिखेर यो अलि सानै थियो होइन, लगभग 8-9 महिना पहिलाको कुरा हो। मैले चराइ हिँड्थेँ कि यसलाई, ठ्याक्कै मैले यसको चाहिँ चराउँदै त्यसको घेरा समातेको थिएँ।
अनि मैले टिकटकमा हालेको थिएँ होइन, एकदम भाइरल गएको थियो है त्यो भिडियो, अहिले पनि छ टिकटकमा। वीरेन्द्रलाई सर्च गरेर हेर्नु त टिकटकमा होइन, यसको घेरा समातिको भिडियो अहिले पनि छ, खतरा भाइरल भएको थियो। अनि त्यहाँ मैले 1500 त्यहाँ त्यो भिडियोबाट 1500 रुपियाँ कमाएको थिएँ क्या होइन। बस्न हो त्यो घेरा पुरै यस्तो चिसो छैन त्यसको घेरा त यार, चिसो। यसको यहाँबाट सुरु गर्नुपर्छ क्या फेरि समात्दाखेरि चाहिँ। यसो पहिला यहाँ समात्ने, यसो गर्ने, ट्याक्कै घिरातिर लाग्छ। जाडोले त्यसको घेरा यत्रो भइगएको छ कि अन्त यत्रो यसको त घेरा त यत्रो यत्रो हुन्छ फेरि जाडो कम। Hello my boys, listen. Now I am going. I will come back 5 o'clock evening, okay? You eat, then sleep, rest. Okay? I come back later. Now I'm going. Hello, look at me. Hello, why are you not listen? म चाहिँ घाँस सास पनि काटेर खएर बनाइसकेँ। यहाँ बाउले चाहिँ वाल चाहिँ झनै झनै लगाइसके पनि छ, फिनिस हुन लागिसक्यो। मै सुँगुरसँग एकछिन टकिङ गर्छु म। फाइनली फिनिस पनि भइसकेको छ है हाम्रो चाहिँ। ए भत्की झरेर पानी पर्छ नि त बर्खा एकदम ठुलो, के गर्यो फेरि यो पौडिन्छ क्या हो। Có đồng chí mà người ta bị chặt bỏ lên con lông rồi. लास्टै सुरु छ गाइस। ओहो हो यसरी सुरु हुनु पर्यो नि त। अघि किन आइस, मलाई टोक्न किन आइस अघि? गुच्चो मेल मेल, यो छोरा हो छोरा छोरा। यसको गेरै छैन गाइस यसको चाहिँ, किनकि खसी गरेको क्या। खसी नगरेको भए चाहिँ यत्रो यत्रो त्यसको गेरा हुन्थ्यो। यस्तो थिएँ तल रागाको नि अघि ऊ देखाएँ, यसको नि यसको गेरै छैन। खसी गरेको, खसी नगरेकोले चाहिँ वीर सुँगुर भनिन्छ कि, यो खसी गरेको के यसको गेरै हुँदैन। टक्क यस्तो गरेर यस्तो गरेपछि एकदम सुबानी छ। त्यही भएर यसलाई माया लाग्छ मलाई मार्नै होइन। बाउहरूले अब बेचिदिने भन्छन्, मलाई चाहिँ माया लाग्छ। यत्रो यत्रो छ, दुई हातले भेट्दैन खुट्टा, अनि यहाँ माथिको खुट्टा, तलको एक हातले भेट्दैन। मेरो नारी भन्दा ठुलो छ। अनि मेरो नारी भेट्छु कि यसको भेट्दिनँ म। Tara mo masih dah. Kamu tu bisa kau main mati ni. Kamu makan lebron nata.
Pino. Oh, iya, ya, kapitana kayak mau kita ngomong teman. काम ताप्दैछस् सुँगुरसँग सेल्फी खिच्दैछु है मैले हेर्नु है सुँगुरसँग सेल्फी खिचेको घाम ताप्दैछ मजाले तेरो कान कति सफा छ थाहा छ यस नो टेल मी यस्ता गरे बित्तिकै त यसलाई त मजा यार गाइस आजको मेरो भिडियो पनि यहीँ इन गर्छु Kom op. Die kan gaan weer pa. गाइस आजको भिडियो पनि मैले अब यहीँ इन गर्छु मैले यता घाँस सास काटेको रागा सागले खको यता होइन वालसालहरू लगाएको सबै देखाएँ अनि अब चाहिँ हामी यहाँको काम पनि सक्यौँ अब थोरै मेरो काम अरू बाँकी छ माथिल्लो टोलतिर जानुपर्ने थोरै काम छ मेरो भन्दै आजको भिडियोबाट पनि बाई बाई गाइज सी यू नेक्स्ट भिडियो